आजको डिनरमा चाहिँ छ हाम्रो सरी डिनरको अरे लन्चमा चाहिँ छ माछली एन्ड यसलाई के भन्छ रमभेडा गुसबिरे टमाटर भन्छ यसलाई गुसबिरे टमाटर अन्त माछली। साथीहरू हामीलाई चाहिँ साध्दैन हौ घामले छोडेन हो घामले साध्दैन है घामले साध्दैन। अब यति नलगाए पनि भएन हो। अन्त म चाहिँ यहाँ मेरो सानो गार्डनमा पस्दैछु। म चाहिँ मेरो सानो गार्डनमा चाहिँ किन पसेको भने चाहिँ नि होइन फेरि अप्ठ्यारो भयो चुन्नी त ला हौ मटरले पनि फल्दै थिएछ नि मटरले पनि मजाले फल्दै रहेछ है एकै झ्याम छ। म चाहिँ यहाँनिर किन आएको भने चाहिँ ला के छ अरे टमाटर टिप्नु आएको। अन्त यो टमाटर चाहिँ के को लागि भनेपछि तपाईँले देखिसक्नु भयो होला मेरो अगाडि अलिकति थम्मेल हेरेर है खोलाको माछा छ होइन। अन्त खोलाको माछामा चाहिँ साथीहरू यो टमाटर चाहिँ एकदमै राम्रो हुन्छ हो टेस्टी। त्यो अर्को टमाटर भन्दा पनि यो टमाटर चाहिँ टेस्टी हो है। पाकेको त छैन रहेछ। यो चाहिँ हो ड्रागन फ्रुट्स। अन्त यहाँ चाहिँ सुपारी सार्ने बेला हुँदै रहेछ हो। पाकेको त सकेछ कि यो अलिअलि छिप्पेको चाहिँ टिप्नु पर्यो। ए घोच्यो त्यो चाहिँ काफी। अलिकति डिस्टर्ब भयो है मलाई चाहिँ आइसिडिएसबाट फोन आएको थियो नानी लिएर आउनु भनेर होइन गरम भयो। अन्त मैले चाहिँ यहाँनिर आजको हाम्रो माछली खोलाको माछा छ हो। अन्त चाहिँ यसमै लाउनुको लागि चाहिँ यो टमाटर टिपेको मैले। अन्त किनभने चाहिँ यो खोलाको माछामा चाहिँ यो टमाटर चाहिँ एकदम मिठो हुन्छ साथीहरू। मलाई पनि थाहा थिएन होइन गरमले मलाई पनि थाहा चाहिँ थिएन के यो चाहिँ हामीलाई यहाँनिर मेरो बुढाले सिकाउनु भएको। यसले चाहिँ अलिअलि अमिलो तिक्खर हुँदो रहेछ नि त। अन्त यो टमाटरले चाहिँ एकदम तिक्खर हुन्छ। यो चाहिँ हाम्रोतिर पनि पाउने घोचेछ नि अघि कत्ले माछा भन्छ हो। यसको झोल बेसी झोल खानु यो झोल मिठो हुन्छ यो चाहिँ। अन्त यो चाहिँ मैले यहाँ रेडी बनाएर राखिदिएको छु होइन। म त बनाउँदिनँ नानाले पकाउनुहुन्छ। अब म चाहिँ स्कुल जाने बेला भयो एकछिन अन्त यहाँ रेडी पारी राखिदिन्छु। अब छिटो छिटो नुहाइदिए पनि गर्ने बेला भएन। भगवानले त उल्टा पो कान सुने कि क्या हो आज है। मैले त बिहानै उठेर भगवानलाई प्लिज सूर्यदेव भगवान आज चाहिँ दया गरेर बिहानको जस्तो दिनुहोस् घाम नलागोस् भनेर चाहिँ प्रे गरेको त झन् डबल घाम लाग्दिदेऊ भनेको पो सुनेको हो। भगवानले त कान पनि उल्टा पो सुन्छ क्या हो साथीहरू। भगवानले चाहिँ पक्का उल्टा कान सुनिदिएछ है। मैले त बिहानै उठेर भगवानसँग प्रे गरेको थिएँ घाम नलागिदियोस् प्लिज भनेर है। भगवानले चाहिँ कान उल्टा सुनिदिएछ झन् डबल घाम लाग भनेको यस्तो डरलाग्दो घाम लागिरहेछ साथीहरू। अन्त म चाहिँ अब स्कुल जाने बेला भयो एकछिन। अन्त मेरो केसलाई चाहिँ पहिला फटाफट ओइलिङ गरिहाल्छु हो। अन्त यो नरिवलको तेल लगाएर चाहिँ मैले चाहिँ ओइलिङ गरिदिन्छु कपाल हो। अन्त यो चाहिँ नानीको खास चाहिँ यो तेल नानीलाई गरिदिन्छु। यो चाहिँ एकदम अर्ग्यानिक हो अरिजिनल नरिवलको तेल। अन्त यो चाहिँ मलाई दादाले ल्याइदिनु भएको गुवाबाट होइन पहिल्यै ल्याइदिएको। अन्त नानीलाई राइसेसहरू हुँदाखेरि एकछिन आमा अलिकति हात धोइदिनुहोस् न उसको जाउँ त मामाले पानी दिन्छ पानी भन्छ सिरियस छ मेरो छोरी चाहिँ बल्ल मामाले त्यो भाडा मुगाइदिउँ न टुसा अलिकति भाडा मुगाइदिनु मामाले पानी दिन्छ जामा लगाएर। अनि हो हेल्दी कपाल थियो। अन्त जब बेबी भएको झर्छ यसरी हो। अन्त त्यहाँदेखि लामो बनाउने इच्छा छ। अब त नानी पनि हुर्क्यो त्यो भएर चाहिँ एकदम स्याहार्दैछु मैले चाहिँ मेरो केस। अनुहार पनि आइसिङ गरौँ भनेको थिएँ भएन। मेरो आइस प्याकमा आइस बनाएको आइस नै भएन रहेछ टेम्परेचर कम्ती भएर हो। अन्त चाहिँ अब पहिला चाहिँ यति गरेर चाहिँ लुगा धुनु छ लुगासुगा धोएर चाहिँ नुहाइधुवाइ गरेर चाहिँ एकछिन स्कुल पुगेर आउँछु। यस्तो गरममा कसरी जानु होला है घाममा भगवान टेन्सन लाग्यो मलाई त जानु नै। मैले चाहिँ वेडिङ पनि गरिसकेँ साथीहरू हो। अब लुगा नुहाउँछु लुगासुगा धुन्छु अन्त चाहिँ भेट्छु तपाईँहरूसँग। बेला चाहिँ आधा घन्टा जस्तो चाहिँ सबै राखेर चाहिँ काम गर्छु। पानी खेल्दैछ हौ। पानी भने चाहिँ के साह्रो सिरियस मेरो छोरी पानी खेल्दै रहेछ यहाँ बाहिर बसेर मेरो छोरीले चाहिँ। मेरो छोरी टुलमा बस्छ। अब मेरो तालु केसै नभएको
छोरीलाई पनि मसाज गरिदिनु अलिकति। अन्त नुहाउने पछि आमा छोरी बाथरुममा गएर अनि तिमी पनि जाने बाथरुम? ओके ओके बुलबुल गर्नुहुन्छ? ओके कोसँग गर्नुहुन्छ? ठुलो मम्मी कि सानो मम्मीसँग? आमासँग गर्ने कि मम्मीसँग गर्ने? आमासँग। ओके अब बाथरुम मेरो छोरी गरमले गर्दा होला साथीहरू अहिले त पुरा नुहाउनु मान्छ हामी सँगसँगै बाथरुममा पस्छ। उसलाई पनि नुहाइदिन्छु। मेरो छोरीको कपाल यहाँ हेल्दी बनाउनु छ। मलाई कस्तो देखियो भन्नुहोस् न। यता फर्केर अब नहल्लिकन लु मलाई कस्तो देखियो भन। यता यहाँ सिधा त्यो छुनु हुँदैन यहाँ टुलमा बसेर। लु भन्नुहोस् मलाई कस्तो देखियो भन्नुहोस्। मलाई भाइ जस्तो देखियो भन्नुहोस् त। यहाँ न मेरो छोरीलाई यसो गरेर पनि म देखाइदिन्छु सबैजनालाई साथीहरूलाई। मेरो छोरीलाई आज यहाँ केले टोक्यो? होइन हौ यहाँनिर यहाँ केले टोक्यो यो? भुइँमा कुराले मच्छर हौ। नानी मच्छर कसरी पो मार्छ भनिदेऊ त। तालु हेर्नुहोस् न मेरो छोरीको कत्रो तालु। खासै मेरो छोरीको यो तेल बडाले ल्याइदिनु भएको है आमाले पनि। ल मेरो छोरीको पनि कहिले बान्ने हुने हो? भयो ओके नानी। नानी उयो स्कुलबाट मिसले फोन गर्नुभएको थियो कि स्कुल जानुपर्छ अरे। स्कुल जानु हुने? तिमीले हिजो ज्यामेट्री बक्स बोकेर जान्छ कि जान्दैनौ? ज्यामेट्री बक्स बोकेर जान्छ। लु लु अब चाहिँ हामी आमा छोरीले तेल सेल लगाइसक्यौँ। अब आमा छोरी नुहाउँछ अन्त स्कुल जानुपर्छ। बाइ बाइ। 1 hour later. अप्ठ्यारो छ बाटो। स्कुलमा खान्छ लिन बाठी बढी अल्छी हुन्छ घाममा है। यहाँनिर बढी र म चाहिँ स्कुल गएको अब लुगा पनि धुएको थिएन नि त्यतिकै राखिराखेँ नि। अब अहिले आइकन छिटो हिँड अहिले खानु हेर्नुहोस् न साह्रो होला है। ल यहाँनिर म खोलिदिन्छु ल यस्तो दिँदै स्कुल पठाउनु पर्ने। ल साङ्मित पनि रहेछ। पछि गयो यहाँ सङ्गीता दिँदिन भनेर पछि गयो स्ट्रक है खोलिदिनु। झुम्का नाना नाना यसबाट चुसेको नि साङ्मितले पनि चुस राखेको छ पुरा आइहाल्नु पर्यो भनेर। यहीँ हामी नानीको आमाहरू कति साह्रो पर्छ घाममा भनिदेऊ त। बहिनीलाई पनि साह्रो पऱ्यो अरे घाममा। यहाँ अगाडि बढी लानु जानुपर्छ। यस्तो डरलाग्दो घाम छ फेरि यहाँ नि नखाइकन नहिँड्ने खै। लु हिँड हिँड लु छिटो हिँड लु फेरि पुकुल यस्तो अल्झिन्छ कि अनि नि हौस हौ हिँड्छ हौ। गरम भइसकिसक्यो कि यहाँ आफूलाई चाहिँ कस्तो साह्रो। लु छिटो हिँड हिँड फुपूसँग हिँड हातमा बोकेर हिँड अहिले खानु हिँड लु साङ्मी हिँड। बुई साथीहरू घाम नानी नि नानाहरू चाहिँ खुवाइमै बिजी छ। हामी नानीको छाता ओढेर रे अन्त ऊ नाना कहाँ गएको तिमी? हिँड लु हिँड हिँड अहिले खाने स्कुलमा पुगेर हिँड लु बोक ऊ नानाले त बोकिरहेको छ। लु छिटो हिँड छिटो हिँड छिटो हिँड। A few moments later. घुमाउनु खोज्दो रहेछ नि त। ए लडाउँछ है बहिनी नानालाई। लु घुमाउ अत्तालेको नि दुईजना पाम्ला परे फेरि होइन दुईजना अत्तालेको यहाँनिर म्याङ्गो ल्याइदिएछ कि यहाँ बस यहाँ भुइँमा यहाँ लाग्यो एकजना त। हाम्रो चाहिँ स्कुल लागेन साथीहरू कि कस्तो रिस उठ्दो। स्कुल त पुगेँ स्कुल लागेन छुट्टी भयो के भनेर चाहिँ फर्केर आएर चाहिँ कामसाम सक्यो मैले भिडियो कन्टिन्यू गरेन। आउँदा चाहिँ यति साह्रो घामले साह्रो पऱ्यो। अन्त आएर चाहिँ लुगासुगा धोएर नानीलाई खानासाना खुवाएर चाहिँ दिदी बहिनीसँग बसिरहेको छु। दुईजनाले भेट भयो भने छुट्टिनु मान्दैन हो। अन्त यहाँनिर ठुलो मम्मीले म्याङ्गो दिएर चाहिँ
छिटो आऊ है म्याङ्गो खानु मलाई पनि दिनु लु नेसु यहाँ आऊ न यहाँ छिटो 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 बस लु लु म्याङ्गो खानु बसेको त्यहाँ लु बस 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 सकेको छैन स वाउ पाम्ला छान्दैछ छान्दैछ कस्तो भयो यता हेरेर भन पुगुलु कस्तो भयो नेसु नाना यता फर्केर ए न चार्दै राख्ने छ लु कस्तो भयो रे मलाई चाहिँ दिँदैन ओ यार दिँदिन भनेको ए ओके मेरो छोरीले दिन्छ थ्याङ्क यू बेसी पाकेको छ मेरो पनि पत्ता बाँध्दैछ दुईजना मेरो पनि पत्ता भन्दैछ उनीहरू हात थालेको रिसियो नि हो नाको यहाँ रिसियो घेर्नु न भयो खाऊ न छिटो अन्त तिमी पनि फटाफट तिमी ढिलो खाँदो रहेछौ उनीहरू बहिनीले जित्नु आँटे खानु खाऊ छिटो लु खाऊ छिटो उयो न उयो ए पुगुलो रिसा के रिसा घेर्नु न